Hi guys, welcome to my YouTube channel. Happy New Year everybody! Guys, हैन म चाहिँ आज चाहिँ कहाँ जान लागेको छु भन्दाखेरि चौबार. Hi गर्दै छु र. I love you भन्नु. I love you. मेरो छोरो खत्तम छ के भन्नु पर्छ. हैन आउनु भयो बल्ल तल आउनु कुरेर बल्ल तल. अनि यो मेरो मामु, मेरो मोटी मामु भन्छु नि, यो मेरो मम्मी हो के. अन्त बहिनीहरू छ. अनि म अब हामी जान्छौँ खालको. हिजो चन्द्रगिरी भने चन्द्रगिरी नै भन्न आउँछ क्या. त्यो के अरे कहाँ अरे चौबार गाइसहरू चौबार. आज घामले डर्नी भयो म पुरा. गाइसहरू मर्न लाग्यो. गर्मी कस्तो हो भनेको भगवान. ओए खस्यो यहाँ पछ्यौरा. गर्मीमा त लुगा धेरै हुन्छ कि, जाडोमा हो तान. यो पछाडिबाट आउँदै हुनुहुन्छ मम्मी. छोरोलाई बोक्नु परिरहेछ. हामी होइन अहिले घाम भइरहेछ. अब त्यहाँनिर पनि गएर घामै थाप्ने अरे आमामा सही हो नि त. त्यहाँ गएर हामीलाई कसरी टेन्सन त बनाइदियो हुँदैन पक्कै. त्यहाँ गएर पनि घामै थाप्ने भयो. पसिना यहीँ आइसक्यो खलखल्ती. त्यस्तै बिगा गर्मी भएर मैले चाहिँ कपाल बाँध्दैछु. अनि फ्रुटी किने. अनि आन्टीहरूले चाहिँ कुल्फी. कस्तो लागिरहेको गर्मी भएको नै. गर्मी त छ छोरा. मिठो गाइसहरू उकालो हेर. वहाँदेखिबाट आएको प्राण निस्क्यो मेरो. मम्मी ठिक छ नि सबै दिइहाल्छ. आयौँ हामी. कहाँनिर हो यो खेतै खेत छ. आमामा पुरै डाँडा त भर्रै छ हौ गाइजहरू. त्यो डाँडा त पुरै भर्री छ. हामी गुम्बाको नजिक चाहिँ आइपुग्यौँ. गुम्बाको नजिक चाहिँ आइपुग्यौँ. यो सबै थाकेछ क्या. गर्मी पनि त्यस्तै छ नि त. कुटै गल हौ. हामीले ठाउँ भेटायौँ. आज चाहिँ हामीले के लिएर. अरे चस्मा लाग्छ त. वाउ थ्याङ्क यू. ल के लिएर आएर चाहिँ यहाँ हेर है. हेर पुरी आलु अनि त्यसपछि खिर. This is for you guys. ए आन्टी खानु गाइजहरू होइन मलाई भर्खरै पानी मागेको कि एउटा भाइरस छ. तर मलाई दाइ भन्दै चाहिँ बिचरको मन दुख्यो होला. नदुखे पनि मलाई थाहा छैन. दुख्यो पनि मलाई थाहा भएन होइन. अहिले भर्खर मैले टिकटक पनि बनाएँ क्या. अनि उहाँ चाहिँ मान्छे हो. गाइजहरू के गर्नु हो. पानीले त रुवायो त धुरुस्तै रुवायो. अनि मागेर खानुपर्ने कन्डिसन आएको थियो. अनि त्यो मागेर खाइदिएको नि त. यसरी मेरो अगाडि बोतल झुन्डाउँदै हिँडिराखेको के. अब बोतल झुन्डै राख्नु मेरो आँखाले देखिसकेपछि कसरी. अनि आन्टीहरूले माग नभनिदिनु. म जिस्केर मैले सिरियसली माग्दिएँ. म त्यसरी भिडियो बनाउँदै थिएँ क्या. अनि त्यही भएर मैले क्याप्चर गर्न सकिनँ. इट्स ओके. मेरो बहिनी 2जना बहिनी छन् कि. उनीहरू पानी लिन गएको हरायो भनेको. कहाँ हो पुगेको त पसल छैन त्यतिर. त्यही भएर पनि हो है बिचरा बहिनीहरू. हामीले मिठो चिजहरू खाएर पनि भइसक्यौँ. अब घरतिर फर्किनु भनेको. बहिनी कतिखेर आउँछ उसले खान्छ. हामीसँग फेरि स्पिकर पनि छैन. के गर्ने हो. न त गीत गाउँदै नाच्नुहुन्थ्यो. केही पनि छैन. के यस्तो लास्टै दुःख. स्पिकर ल्याउन बिर्स्यो. मान्छेलाई भने मैले फेरि है स्पिकर लिएर आउनुपर्छ भनेर. अनि इभन मैले डाटा तान्छु नि भनेको. गीत बजाउन भनेर तानेको पनि छु. अनि ल्याउन बिर्सेको भन्नु अरे. होइन बिर्सेको. हाम्रो चाहिँ न्यु इयर यसरी रुखाको खेदामा है चलिरहेको छ. अब तपाईँहरूको त राम्रो रेस्टुरेन्टतिर कता होला है. के गर्नु अब हामी यस्तै हो. गरिब पर्यो. र होइन हजुरहरूलाई धेरै शुभकामना नयाँ वर्षको होइन.
अब यसपछि तपाईँहरूमा धेरै चेन्जेसहरू आउन सक्छ के चेन्जेस लिएर आउँछ मेरो जिन्दगीमा भन्ने पनि होला जस्तो मेरोमा पनि छ होइन। सो आज चाहिँ मजाले घुम्ने अनि राम्रोसँग पढ्नुपर्छ भन्ने चाहिँ मेरो के भन्छ योजना हो। अब लेट्स सी के हुन्छ के चेन्जेस आउँछ है। आजको मेरो ब्लग त्यस्तै बोरिङ छ हिजोको जस्तै, किनकि केही एक्स्ट्रा छैन केही पनि छैन। यस्तै हरियाली यता पनि हेऱ्यो झाडी यता पनि हेऱ्यो झाडी। अब के गर्ने भनेको जिन्दगी यस्तै हो खाडीमा भने जस्तो। त गाई सब बुइनहरू कति आउँछ नि त्यतिखेर म फेरि खोल्छु ल। अहिले चाहिँ भिडियो बनाउँछु बाई। अनि जुसहरू आयो ह्याप्पी न्यू इयर भन। ह्याप्पी न्यू इयर। ठाडै हाडी लाउने नि त कोको कोला ए स्प्राइट खाएर कोको कोलाको थाहा करिश्माले मात्र दिन सक्छ यस्तो राख यो ठिक छ। हमजा हजुर भन्न हजुर भन्न खिर कस्तो छ मेरो मम्मीले बनाउनु भएको ए यस्तो छेक्या रहेछ। म फेरि घुमेर आउँछु 250 हो के अब सस्तो रहेछ नि दुईटालाई 240 हो अनि 50 अब हो र हाम्रोतिर 80 होइन र आन्टी 60 बालेन सर यहाँ कुरो बिग्रियो बिग्रिहाल्यो त यहाँ। एउटा चिसोलाई एक ठाउँमा 60 एउटाको ठाउँमा 70 एउटामा 50 अझ एउटामा त 40 गाइजहरू के यस्तै हो। सरकार सबै ठाउँमा एउटै प्राइस हुनु पर्यो। सबैतिर गरिबी हुन्छ नि जस्तै म जस्तो गरिबहरूले किन सक्दैनन् उनीहरू पनि मनाउन मन लाग्छ दसैँ तिहार सबै थोक। गाह्रो भयो त यस्तो त भएन यति गरिदिनु पर्यो ल यति गरिदिनु पर्यो है। गरिबहरूको पनि हेरिदिनु पर्यो बालेन सर तपाईँको आशमा छौँ हामी। मेरो कुराको लागि के भन्छ यसलाई खाता कि के भन्छ आखिर खाता हरियो हरियो जिन्दगी हरियो गाइस हरियो बनाऊ है आफ्नो जिन्दगीलाई। सुम्मी तिमीहरूलाई सब्सक्राइब गर है गाइस। Do not forget to subscribe my channel, watch my vlog every day and enjoy your day. पहिलोचोटि मेरो मम्मीलाई मैले स्क्रिनमा लिएर आएको छु गाइजहरू किनकि तिमीहरूले मेरो मम्मीलाई देखेको छैन। फर्स्ट टाइम इन दिस ब्लग देयर इज माई मदर। माई मदर खोइ काम गयो जानु मेरो मदर माई मदर नयाँ वर्षको शुभकामना टु एभ्रीबडी। मैले सिकाएको नयाँ वर्षको शुभकामना के सबैलाई है त ल रिटेक सबैलाई ह्याप्पी न्यू इयर 2083 गाइज यु नो शुभकामना चिचाउनु न के गर्नु पैसा काट्नु पर्छ जस्तो छ पैसा दिँदा त दिनु थियो पनि। जब हामी जान लागेको यहाँबाट सबै थोक सक्यो यहाँनिर चाहिँ खासमा एपिएफ पुलिसहरू बस्नु हुँदो रहेछ अनि यहाँनिर चाहिँ बस्नु नमिल्ने रहेछ है गाइजहरू। अब हामीलाई चाहिँ थाहा थिएन हामी चाहिँ बस्यौँ तर तपाईँहरू चाहिँ त्यस्तो नगर्नु होला। फोटो खिच्छौँ है। अब यति नै हो गाइज। थ्याङ्क यू सो मच फर वाचिङ माई भ्लग। सी यु इन द नेक्स्ट भ्लग गाइज। बाई बाई है ल बाई बाई। हमजा राख्ने त सानो